Any Maggie Stories. जनकपुरको मेला जहाँ रंगीन चहल पहल थियो त्यहाँ अपरिचित आत्मा दुई सुनिल र पूजाको पहिलो पटक भेट भयो, जुन नियतिको अपार धागोले बाँधिएका थिए। प्रकृतिका फुसफुसाहट बीच उनीहरूको सम्बन्ध बलियो बन्दै गयो। हरेक अस्ताउँदै गरेको सूर्य प्रेमको प्रतिज्ञा थियो र हरेक कविता प्रेमको अभिव्यक्ति। तर उनीहरू बस्थे एउटा संसारमा जहाँ परम्पराका पर्खालहरूले घेरेका थिए र उनीहरूको प्रेम द्वन्द्व र आशाको युद्धभूमि बन्यो। तिनीहरूले कल्पना गरेको जीवन यस्तो थियो जहाँ जिज्ञासु आँखाहरू र कठोर नियमहरू हुँदैन थिए। त्यो जीवन जहाँ प्रेम मात्र मार्गदर्शन हुनेछ, तर भाग्यसँग अर्को योजना थियो। पर्खालहरूले अलग गरे पनि तिनीहरूको मन अझै जुधिरहेको थियो। दूरीले मात्र उनीहरूको सङ्कल्पलाई बलियो बनायो। पूजा आफ्नो शब्दहरूले वेदना र प्रेम प्रकट गरिन्। उनका शब्दहरूले अनजान व्यक्तिका हृदयलाई छोयो र उनीहरूको कथा जङ्गलको आगो चाहिँ फैलियो। एक समय द्वन्द्वको कारण बनेको उनीहरूको प्रेम परिवारहरूलाई मिलाउनका लागि एउटा पुल बन्यो। स्वीकृतिको बिउ रोप्दै पुराना विश्वासहरूलाई चुनौती दिए। एउटा पल जुन सपना जस्तै थियो। सुनिल र पूजाको प्रेमले हरेक बाधालाई जित्यो र यो प्रमाणित गर्यो कि साँचो प्रेमले कुनै सीमाना मान्दैन। नयाँ दिनको सूर्योदयसँगै जुनसुकै विभाजन परेको संसारको लागि सुनिल र पूजा प्रेम र परिवर्तनको यात्रामा अघि बढे र यसरी यो कथा यही समाप्त भयो। अनि हजुरले यस कथाबाट के शिक्षा पाउनुभयो त? मम्मी ड्याडीसँग छलफल गर्नु है। र यस्तै रमाइलो कथा हेर्न र सुन्नका लागि हाम्रो च्यानल एनी म्यागी स्टोरी सब्सक्राइब गरी साथी बन्नुहोला।